फर्स्ट अफ अल चाहिँ मुस्ताङ चाहिँ कस्तो लाग्यो त? मुस्ताङ मैले सोचे भन्दा धेरै फरक यार। त्यही त भन्नाले कस्तो फरक भन्नाले मतलब कस्तो भन्ने अब मैले यतिको सुन्दर छ भन्ने सोचेँ नि, यतिको ब्युटिफुल छ भनेर म देखिरहेको हुन्थेँ फोटोतिर, तर मेरो एक्सपेक्टेसनलाई पार गरेँ क्या। अति यहाँ चाहिँ होइन, यहाँको गाउँलेहरूले चाहिँ अब के हुन्थ्यो नि, हिमाल चाहिँ अब नदेखेको 1 महिना भयो, 1 महिना हामी अब देखिरहेको 1 महिना भयो बेसी भयो भन्थ्यो। तर हामी यस्तो बिहान पाख उठ्दा चाहिँ हिमाल यहीँ रहेछ अगाडि, किनकि हिजो आउँदा त देखेन है त, अब हामीले हिजो आउँदा देखेन। अहिले चाहिँ बिहान उठ्दा चाहिँ यो बादलको यो क्लाउडहरू चाहिँ हटेको हुनाले अहिले चाहिँ पुरै हिमाल चाहिँ अलि हाँसेको छ। अति कस्तो लाग्यो हिमाल हेरेर तपाईँहरूलाई? अलिक नजिकबाट देख्न पाउँदा क्या, पहिला कहिले देख्नु भएको थिएन? देखाएको थियो, तर यस्तो सुन्दर हिमाल चाहिँ देखाएको थिएन। अलिक डटी टाइपको हिमाल देख्नु अब हामी हिजो कस्तो भयो बसाइ, पोखराको बसाइ अनि यहाँको पोखरादेखि यहाँको यात्रा होइन, कस्तो भयो तपाईँहरू, कस्तो लाग्यो? पोखरा बसाइ रमाइलो भएको थियो। लेक साइड गयौँ, लेक साइडमा कपाल काट्यौँ, मसाज पनि मतलब कपाल हेड मस्त त्यो बारबेडले सब के अरे मजा हाल्यो होइन। अनि त्यसपछि स्क्याम हान्यो चाहिँ स्क्याम हान्यो, अलिअलि हान्यो। कपाल काटेको भन्दा मसाजको धेरै छ नि त, त्यो पनि। अनि त्यसपछि के अरे डुङ्गा चढ्यौँ होइन, रमाइलो भएको थियो। यात्रा यहाँको चाहिँ अलिक गाह्रो कठिन रहेछ है, अलिकति होइन यस्तो बर्खाको बेला भयो होइन, भयो नि हो भयो, तर बाटोहरू त बिचमा त पुरै पिजै रहेछ नि होइन। स्विजरल्यान्ड भन्दा चाहिँ कम छैन होइन, त्यस्तो बाटोहरू चाहिँ अलिक बनाउनु पर्यो। बाटोहरू अब त्यही हो नि, सरकारसँग मेरो यही नै माग छ है, हेरिरहनु भएको छ नि यसो होइन। किनभने यो ठाउँमा आउनलाई बाटोको समस्या भएन भने मान्छेहरू कति आउँछ कि है, अहिले बाटोको समस्या भएर नै आउँदैन कि मान्छेहरू। बाटो चाहिँ ओभरकै जायो, बाटो चाहिँ अलिक भएन होइन, त्यो पनि बिचमा चाहिँ अलिक झन् टु मच रिस्की। ओहो त्यो अब एकछिन जाम भयो नि, अब त्यो बाटो पहिरो आयो भने चाहिँ सक्यो नि, टु मच रिस्की क्या त्यो। अनि त्यो भयो, अब बाटोको ठिक छ, बिचमा ठिकै छ बाटोहरू, बिचमा बाटो ठिकहरू छ, तर अलिकति धेरै नै होइन, 10-12 ठाउँमा धेरै नै होइन, 10-12 ठाउँमा होइन बनाउनु पर्ने एकदम जरुरत छ कि त्यहाँ चाहिँ। किनभने त्यो कस्तो नि, अब बाटो त पुरै त्यो रिभर भउँदै आउँदो रहेछ नि त, पुरै ठ्याक्क यता चाहिँ देख्नु भयो फेरि रिभर एकदम ठुलो रिभर रहेछ कि, अनि त्यो भन्दा त अब रिस्की नै हुन्छ नि त, एकदम पल्टिहाल्यो नि त, गाडीहरू पल्टिहाल्यो सक्यो नि त। अब हामी कतातिर जाँदैछौँ? अब हामी ब्रेकफास्ट खाएर मुक्तिनाथको दर्शन गर्न जान्छौँ। तपाईँले सुनेअनुसार होइन, तपाईँ बुझेअनुसार त्यहाँ मुक्तिनाथमा चाहिँ के को लागि जाँदो रहेछ मान्छेहरू प्रायः जस्तो? अब सिम्पल मुक्ति भनेको अब मुक्ति पाउन, आफ्नो पाप धुन, त्यही होला। हो नि त, पाप तपाईँले पाप त गर्नु भएन नि, छैन गर्न नि हुँदैन होइन, त्यो पनि अब कहिलेका मिस्टेकली भएको छ, त्यो धेरै छ। कसैलाई इन्टेन्सनली त्यो पनि हर्ट गरेको चाहिँ छैन जस्तो लाग्छ, तर अब अनइन्टेन्सनली त धेरै कुराहरू भएको हुन्छ होइन। कोही बेला यसो होइन झुकेर इन्स्टेन्टली होइन हुन्छ नि त, कोही बेला त्यो मान्छे त हो होइन, अलिअलि त भइहाल्छ नि होइन। त्यसको लागि चाहिँ अब लेट्स सी के हुन्छ त्यहाँ गएर होइन। 108 हो कति हो भने चाहिँ थाहा भएन, 108 जस्तो लाग्थ्यो मलाई, 107 जस्तो लाग्छ होइन धारा चाहिँ। तपाईँ नहुने हो कि नहुने फिक्स, एकदम फिक्स नहुने हो। तिमी के गर्छौ? म नि नुहाउनु पर्ला, झ्याप्प दौडिनु पर्ला नहरेर होइन। तर अब ठिक छ, वेदर नि राम्रो छ, पानी पराएन बेला मौसम होइन। अस्तितिर त काठमाडौँ बस्दा पानी परेर त कस्तो लाग्छ काठमाडौँमा? यता काठमाडौँमा त पानी पर्दा
रमाइलो भएको थियो रमाइलो त रमाइलो भयो वेदर अब पानी परेपछि ठ्याक्क चिसो चिसो हुने बिहान बेलुका त चिसो चिसो हुने हो चिसो चाहिँ थियो भनौँ थियो तर मलाई यहाँ आउनु चाहिँ अलिकति कस्तो कस्तो लागिरहेको थियो किनभने पानी पऱ्यो भने ल्यान्डस्लाइड्सहरू हुन्छ नि त त्यो हल्का जानु नजानु त्यो भइरहेको थियो अनि अब बल्ल बल्ल अब फेरि अब कहिले हो भनेर चाहिँ अब जाउँ जे पनि जे भयो नि भयो होला भनेर चाहिँ होइन आइदिउँ होइन अब नेपाल आउने कहिले हो कहिले होइन अब एकचोटि त आउनु पर्छ नि लास्ट टाइम पनि यो लास्ट टाइम पाएन नि त लास्ट टाइम हुनु पाएन त अब यो त्यो पनि अब यो सिजन चाहिँ अलिकति त्यस्तै छ क्या अलि अझै जाडो महिनामा आयो भने चाहिँ यो पुरै हिउँले पुरै ढाकिँदो रहेछ कि पुरै सहरै आउनु पर्ला मन्दमुग्ध हुँदो रहेछ सहरै पुरै यो जमसमदेखि मुक्तिनाथदेखि मुक्तिनाथ जमसम उता कता कागबेनी कता हो कता डेन्जर ठाउँ तर ठाउँहरू त पुरै डेन्जर के पुरै कस्तो यो पुरै जङ्गल एरियाभित्र के जङ्गल एरियाभित्र डाँडाभित्र जस्तो एउटा भा जस्तो कि डाँडा बिचमा कि तर त्यही नै हो वास्तविकता होइन सिटी चाहिँ वास्तविकता त्यही नै हो एयरपोर्ट पनि त्यही रहेछ तर प्लेन चाहिँ एयरपोर्ट एयरपोर्ट अब यस्तो हो कि एयरप्लेन चाहिँ अब के हुन्छ नि मान्छेहरू छ भने प्राइभेट छ भने अब कसरी केही छ भने त्यो चाहिँ लिन आउने त्यो चाहिँ लिन आउने होइन अब के छ त नि अनि अरू वेदरको बारेमा के छ बिहान यस्तो अर्ली मर्निङ सट उठ्दाखेरि चाहिँ हिमाल देख्दा चाहिँ कस्तो लागेको छ होला त्यो रिएक्सन कस्तो लाग्यो भने यस्तो क्रेजी क्या लाइक ठक्क उठ्ने बित्तिकै हिमाल मैले 3 चोटि ढोकेँ हिमालको दर्शन पाउन है पाउँदा एकदम गदगद भयो मन भन्ने छ नि एउटा गीत सुन्नु त्यस्तो त होइन तर त्यस्तो काखमा खेल्न पाउने के टाइपको छ क्या होइन त्यही दिन अब हिमाल चाहिँ अब यसो हेर्नु न ट्याक्कै हेर्नु न हिमाल पुरै माथि पुरै हिउँ छ होइन अब उता हिमाल भन्दा नि उता परको हिमाल चाहिँ अलिक अर्को जस्तो लाग्यो मलाई हिजो त त्यो जस्तो लागेर होला सही यता यो तर त्यो हिउँ बग्छ नि यो तलबाट हिउँ बग्छ नि होइन तर यस्तो बेला चाहिँ जाडो महिनामा चाहिँ खतरा हिउँ बग्दो रहेछ तलबाट चाहिँ है मिठो बग्दो रहेछ हेर्नु न सब ढाकेको हुन्छ है ट्याक्क पुरै आउँछ अरे कि यो पुरै यो छ नि यो पनि पुरै हिउँनै हिउँ अरे क्या यो पुरै यो अहिले देखिरहनु भएको क्या आफ्नै अगाडि है आफ्नै अगाडि टक्क हिउँनै हिउँ हुने रहेछ होइन बाटो पनि हेर्दा राम्रै छ तर यस्तो हेर्दा चाहिँ काठमाडौँ सहर जस्तो क्या त्यो हुन्छ नि पर्चुगिजहरूमा टाइप पहिला त्यो पर्चुगिजहरूमा हुन्छ नि त्यो घरहरू क्या त्यो उस टाइपको क्या त्यस्तै टाइपको क्या है यसो हेर्दाखेरि चाहिँ तर यसो हेर्दाखेरि चाहिँ नेपाल वास्तवमा चाहिँ नेपाल रहेछ हामी चाहिँ एक्सपेक्टेसन चाहिँ धेरै नै हाई होइन बाटो आउनलाई चाहिँ आउनलाई चाहिँ नेपाल चिनिहाल्छ तर जब यहाँ आइपुग्छ जब त्यो टेकियो इन्डस्ट्री नै फेरियो भने जस्तै कि त्यो बाटोहरूको मतलब हुँदैन जब यहाँ आइपुग्छ त्यो बाटो हो त्यो पनि हो तर सम्झिँदाखेरि चाहिँ बाटो हेर्दाखेरि चाहिँ ओहो होइन ला टाइपको क्या कसरी पुग्ने होला नि अन्त यस्तो रहेछ किनकि हरेक गन्तव्यमा पुग्न कहिले नगएको ठाउँमा नि हरेक गन्तव्यमा पुग्दाखेरि नि होइन सुरुमा चाहिँ धेरै टाढो लाग्दो रहेछ क्या एकदम बाटो चाहिँ कठिन तर यस्तो त्यो बाटो चाहिँ यति लामो लाग्दो रहेछ कि होइन कहिले आइपुग्छ जस्तो जब हामी गन्तव्यमा पुगिसकेपछि फर्किँदाखेरि चाहिँ धेरै नजिक जस्तो लाग्ने छोरो जस्तो लाग्ने क्या किनकि आफ्नो गन्तव्य पाउनुलाई त धेरै दुःख कष्ट त गर्नु पर्यो नि त सजिलै पाएको गन्तव्य त त्यो गन्तव्य के हुने होइन जसलाई दुःख होइन जसलाई हार्डवर्क जसलाई दुःख कष्ट गरेर लड्दै पढ्दै उड्दै होइन त्यसरी आयो गन्तव्य त्योहरू चाहिँ फल हेर्न पाएन चिसो लाग्यो धेरै हावा चाहिँ लास्ट चल्दो रहेछ धेरै हावा चाहिँ लास्ट चल्दो रहेछ त्यो पनि छ नि त गाना एउटा के अरे जमसुमे बजारमा 12 बजे हावा सरारा हावाले त लास्ट हावाले त बबालाई हान्दो रहेछ प्लस माथि झन् अक्सिजन अलिक कम हावा पनि त्यो फिल यहीँ पनि फिल हुँदो रहेछ क्या त्यो कुराहरू यहाँ चाहिँ अलिअलि हुँदो रहेछ होइन यहाँ चाहिँ ओभरै हुँदो रहेछ कि त्यो पुरै भनौँ न सासै गर्न नसकिने थियो सास बढाएको थियो कि होइन त्यस्तो टाइपको हुँदो रहेछ कि होइन अब यहाँबाट कतिखेर निक्लिने हामी चाहिँ
अब सट खाना खाएर खाना खाना खाएर ब्रेकफास्ट खाएर उयस खाएर निक्ल्नु पर्ला है। अनि अरू के छ त नि अब जोमसोमतिरको हालखबर मुस्ताङतिरको हालखबर होइन रमाइलो एकदम रमाइलो। अब त्यही हो घुम्यो होइन घुम्यो रमाइलो मेमोरिज बोक्यो होइन फोटोमा क्याप्चर गरियो गएर यस्तो दाजुभाइको रमाइलो पडकास्ट पनि गरिरहेको छौँ होइन रमाइलो भइरहेको छ। अब एक दुई ठाउँ अझ पनि घुम्नु छ तपाईँहरूलाई हामी देखाउँछु त्यो पनि पक्कै पनि देखाउनु पऱ्यो। यो सानो दाजुभाइको यसो टक्क छोटो मिठो दाइ चाहिँ अब धेरै समयपछि नेपाल आउनु भएको त्यही भएर चाहिँ यसो पोडकास्ट गरिदिउँ कि दाजु जोतको पोडकास्ट है फेरि यो चाहिँ ट्याटु पनि हानिदिनु है 100 ट्याटु अनि 2 घन्टामा यस्तै दुखेँ यहाँ ट्याटु हान्दाखेरि आम्मा दुखेँ कि आम्मा अहिलेसम्म दुखेँ यहाँ अहिले त रगत पनि आएको थियो रगत आउनु हुन्न नि पुस्दै अलिकति छोड्दै अलिकति पुस्दै छोड्दै अनि दुख्दैछ अब मालिस गर्नु पर्ला एकछिन तेल सेल लाएर होइन त्यस्तै छ अस्ति हान्नु अलिअलि हान्नु बाँकी छ त्यो चाहिँ तल गएर हानौँला होइन यता माथि चाहिँ हान्नु नमिल्दो रहेछ त्यो भएर चाहिँ तपाईँ चाहिँ ट्याटु म हान्छु म कता हान्ने कन्डोमा कता हान्ने भन्नु त कन्डोको अगाडि यो शब्द चाहिँ अलिक टुटुट पारामा हाल्नु पर्छ हामीले चाहिँ यो चाहिँ अलिकति युट्युबले बिहान लाग्छ रे त्यही मतलब भने यस्तो कन्डो बुझ्दैन युट्युबले सर अलिकति इङ्ग्लिस हाल्यो भने चाहिँ बुझ्छ त्यही कारण चाहिँ यो चाहिँ पार्ट अफ जोक थियो होइन त्यो पनि अरू चाहिँ अब के छ भने तपाईँलाई यो छ नि यो जस्तो यो वेदरहरू क्या ठ्याक्क 3-4 बजेपछि पुरै हुस्से लाग्ने यो पुरै पागल लाग्ने होइन अनि बिहान पाख यो बादलहरू चाहिँ पुरै हिमाल देख्ने यो वेदर चाहिँ कस्तो लाग्यो तपाईँलाई पानी परिरहेको थियो नि त हिजो पनि हल्का पऱ्यो त्यही भएर उसको लाग्छ पानी भएपछि नलागे चाहिँ अब अझ राम्रो देखिनु नेचरलाई अब कसले छिर्न सकिँदैन होइन नेचरको आफ्नै स्टाइल हुन्छ आफ्नै पारा स्टाइल होइन तर यो स्वाग पनि हुन्छ है बेला पानी फ्यात्त हालिदिइहाल्छ पानी फ्यात्त बाटोमा हाल्दाखेरि तर हिमाल त चारैतिर हुन्छ क्या त्यहाँ नहुँ त पनि टुप्पो देख्यो यहाँ चाहिँ पुरै देख्यो होइन यहाँ चाहिँ पुरै देख्यो तर यो हिमाल चाहिँ के हिमालको नाम चाहिँ के हो थाहा भएन होइन यता पनि सनसेट लाग्ने ठाउँमा चाहिँ भल लाग्दो रहेछ क्या अझ माथिबाट देखिन्छ माथिबाट भल देखिन्छ होला कि यहाँ चाहिँ बेसी जस्तो चाहिँ मुक्तिनाथ आउनु अगाडि चाहिँ मन्दिरहरू चाहिँ धेरै नै रहेछ क्या यति एउटा नोटिस त गरेँ मन्दिरहरू धेरै रहेछ त्यो पनि टपमा रहेछ क्या तर राम्रै हो म चाहिँ के भन्न चाहन्छु नि मैले फिल गरेको चाहिँ अब फर्स्ट टाइम आउँदै हुनुहुन्छ भने चाहिँ हाइटमा एकैचोटि नजानु भन्छु कि है यहाँ बसेर अर्को दिन किनभने त्यो एकैचोटि जति सक्यो तर अलि अक्सिजन लेभल भएको ठाउँमा चाहिँ बसेर चाहिँ अनि जहाँ चाहिँ ठिक होला जस्तो लाग्छ मलाई किनभने मैले पनि फिल गरेँ कि कुनै त्यो अलिकति सिडी चढेको कस्तो गाह्रो भयो कि हिजो त्यो हावाले हाने गर्दो रहेछ प्लस हावा पनि आयो होइन प्लस हावा पनि आयो अक्सिजन अलि हाइटमा नि भयो हामी त्यही भएर अनि अलिकति चाहिँ त्यो सास चाहिँ अलिक फेर्न गाह्रो हो कि हो त्यो फिलिङ चाहिँ भयो एकदम भयो त्यही भएर चाहिँ हामी त्यस्तो बसेनौँ तल हामी जमसम आएर बस्यो होइन हो आयो चाहिँ त्यही भएर हामी चाहिँ अब यस्तो जमसम आएर बस्यो तपाईँहरू पनि फर्स्ट टाइम आउनुहुन्छ भने चाहिँ त्यसो गर्नु हाईमा चाहिँ गरेर नबस्नु कहिले पनि अलिकति झन् त्यो सास अब दम रोगीहरूलाई चाहिँ अलिक बेसी नै गाह्रो हुन्छ मतलब दम रोगी होस् अरू सास अलिक फेर्न अलिक नसक्नेहरू होइन भनौँ न अलिक गाह्रो हुने सास फेर्दा गाह्रो अलिक तर कसैले यङमा नि हुन्छ नि सास फेर्नु चाहिँ गाह्रो नर्मल डेजमा नि अनि गाह्रो हुन्छ नि त त्यस्तो उनीहरूलाई चाहिँ त्यो हाईमा चाहिँ गरेर नबस्दा हुन्छ होइन तलै अक्सिजन लेभल धेरै भएको ठाउँमा चाहिँ गएर स्टे गरेर भोलिपल्ट चाहिँ ब्रेकफास्ट खाएर मन्दिर लागि चाहिँ निक्लिँदा हुन्छ एकदम बेस्ट हुन्छ हामीले त्यही पनि गरेँ त्यही गर्दैछौँ त्यही पनि गर्दैछौँ प्लस अहिले वेदर चाहिँ एकदमै राम्रो हो होइन शान्ति रह पानी सानी परेको छैन त्यही खुसी छ हामीलाई चाहिँ होइन नपर्दोस् आज दिनभरि रातभरिसम्म नपर्दोस् हामीलाई सेफली ल्यान्डेड चाहिँ पोखरामा भओस् आज होइन त्यति नै भन्न चाहन्छु होइन अरू चाहिँ अब के छ भने यसो हेर्दा चाहिँ यो जमसम बजार हेर्दा चाहिँ तपाईँलाई कस्तो लाग्यो जमसम बजार यस्तो डेभलपमेन्ट हेर्दा कि गाउँघरतिर नि यस्तो पाहाडतिर नि होइन
एकदम सफा के है कहीँ पनि फोहोरहरू कहीँ छैन लाइक पोखराको त्यो गल्लीहरू जस्तो क्या पोखरा अहिले काठमाडौँ पनि त्यस्तो विदित भइसक्यो होइन भइसक्यो हो धेरै सफा त भइसक्यो काठमाडौँ यस्तो छ नि त काठमाडौँ ठुलो छ नि त मान्छेहरू धेरै छ होइन अब सबको सोच एउटै हुँदैन कि सबको सोच सफा राख्नुपर्छ आफ्नो देश भन्ने हुन्छ कसैको अब धेरै मान्छेमा धेरै सोचहरू हुन्छ क्या यो चाहिँ अब सानो छ है अब के भन्ने अब कति नै छ यो काठमाडौँको एउटा भनौँ न एउटा गल्ली भनौँ न काठमाडौँको एउटा टाइपको गल्ली टाइपको जति छ क्या त्यही पनि कति सफा के हेर्नु न यहाँ त्यो त मान्छेहरूको एउटा मिसनमा सबैले चाहिँ अब सफा राख्नुपर्छ है यहाँ फेरि के हुँदो रहेछ नि यहाँ फेरि हप्तामा हो कि दिनमा हो यो टोलै हुन्छ नि गाउँनै हुन्छ क्या गाउँनै गेट टुगेदर भएर चाहिँ सब सफा गर्छ अरे क्या है यस्तो हुँदो रहेछ यहाँ चाहिँ अनि त्यो सफा गरेपछि चाहिँ अनि सब आफ्नो फेरि त्यसको सफा होस् या फोहोर होस् त्यसको फेरि अर्को दिनमा जम्मा गरेर गेट टुगेदर फेरि सफा गर्न थाल्छ अरे यहाँ चाहिँ त्यस्तो अरे क्या त्यो हो क्या एउटा कुरा चाहिँ है मुस्ताङमा चाहिँ के कस्तो चलन रहेछ भने मुस्ताङमा चाहिँ यहाँको केटी बिहा गर्न खान चाहिँ गएर घर चाहिँ है अथवा यताको मान्छे हुनुपर्छ अरे बिहा गर्नलाई चाहिँ है त्यस्तो खरे है अब छुट्टै कुरो हो अब त्यो चाहिँ अब अरू बाहिरतिर अब यसो लपसप पर्ने छुट्टै कुरो तर यहाँको सँग बिहा गर्नलाई चाहिँ यहाँको सिटिजन हुनुपर्छ अरे है अथवा घर जग्गा यस्तो यताउति किन्नलाई पनि यहाँको सिटिजन हुनुपर्छ अरे है तर त्यो चाहिँ कस्तो लाग्यो अब त्यो त अब होला अब रुल पहिलादेखि के त्यो रुल पहिलादेखि नै राजा त्यो राजा पनि रहेछ नि त राजा पनि रहेछ भन्ने हुन्छ लमथाङको राजा चाहिँ अर्कै रहेछ उहाँ अर्कै हुनुहुँदो रहेछ तर यहाँको मुस्ताङको राजा पनि अर्कै हुँदो रहेछ उनीहरूको अब छुट्टै चलन पहिलाको होइन तर के नै भन्नु त्यस्तै पहिलाको चलन तर अहिलेसम्म टिकाउ भएर चाहिँ चलिरहेको छ यहाँ चाहिँ होइन तर त्यो चाहिँ कोही भन्नुहुन्छ नि यो पडकास्ट हेर्नुहुन्छ भने पछि भाइलाई है तर अनि यो चाहिँ अलिकति हराउनु पर्ने हो क्या तर किन भन्नु किनकि आफ्नो पर्सनल लाइफ हुन्छ नि सबैको होइन सबैलाई यहीँको मात्रै मनपर्छ भन्ने हुँदैन नि त हुन्न उनीहरूलाई पनि मन हुन्छ कतैको होइन नपनाउ उमेर त्यस्तै छ तर होइन होला यस्तो के मैले बुझेअनुसार चाहिँ यहाँको सिटिजनसँग बिहे भयो भने चाहिँ खासै त्यो छैन रहेछ यहाँको यस्तो कुराहरू यतिजना गफसप हान्दा चाहिँ यहाँको मान्छे चाहिँ खासै कमै मात्रामा रहेछ है यहाँ बस्ने कोही पूर्वबाट आएको है कोही टाढाबाट पुरै त्यो काम गर्नलाई चाहिँ कोही पूर्व कोही पश्चिम कोही उत्तर दक्षिण तर हाम्रो यता हिमाली व्यक्ति र पहाडी व्यक्ति तराई व्यक्ति कसैको धेरै जस्तो भेटाएन है हामी चाहिँ त्यही त नि उतै पूर्व पश्चिमतिरको पूर्व पश्चिमतिरको धेरै कति अब यहीँ सेटल भइसकेको है त्यही त तर त्यस्तो कोही हुनुहुन्छ भने चाहिँ प्लिज यहाँ हुनुहुन्छ कन्ट्याक्ट गर्नुहोस् कमेन्ट हानिदिनु भयो नि म छु भनिदिनुहोस् न म छु भनिदिनुहोस् यसो मिलिहाल्छ तर अहिले पनि स्टेम यहाँ हिमाल चाहिँ ट्र्याकको हिमाल चाहिँ हामीले देखिरहेको हिमालको साथमा होइन हिमाल अगाडि हामी पछाडि अहिले हामी अगाडि हिमाल पछाडि छ होइन ट्र्याक्टर लगाएर हामी चाहिँ यस्तो रमाइलो के कस्तो भयो होइन हिजो आज के कस्तो भयो हाम्रो बसाइ मुस्ताङको बसाइ कस्तो छ होइन त्यही अनुसार यसो एउटा सानो टाइपको गफ दाजुभाइको गफ रमाइलो लिदिउ कि भनेर चाहिँ होइन रमाइलो भइरहेछ त्यो पनि एकदम तपाईँहरूलाई नि आउनु भन्न चाहन्छु होइन तर यसो वेदर हेरेर चाहिँ ट्राभलिङ गर्नु छैन कठिन है बाटो चाहिँ एकदम डिफिकल्ट छ यहाँ आउनलाई सो अफ सिजन चाहिँ म हाइली रेकमेन्ड गर्छु अफ सिजन चाहिँ नआए बेस्ट होला क्या सिजनमा आयो भने चाहिँ ठिकै होला सिजनमा आउनुको फाइदा चाहिँ भ्युजहरू पनि बबा त्यो चाहिँ जानै मन छ अब इच्छुकै छ भने त आउँदैन कि फरक पर्दैन तर वेदर चाहिँ हेरेरै आउनु वान अफ द बेस्ट चाहिँ ट्याक्क अलिकति दसैँ तिहार अक्टोबरतिर सिजनको बेला चाहिँ आउनुहोस् तर सिजनको बेला पनि एकदम सेफ्टी भएर आउनुहोस् होइन यताउता ज्याकेटहरू यताउता अलि ट्राभलिङ गर्नु छ भने अलि आफूलाई चाहिने चिजहरू चाहिँ लिएर आउनु छ मजाले होइन तर सकेसम्म एकदम चाहिँ हाई चाहिँ ट्राई चाहिँ नगर्नु होला है बस्नको लागि चाहिँ होइन सकेसम्म आफूलाई गाह्रो हुने चिज चाहिँ कहिले पनि नगर्नु यहाँ आउँदाखेरि टु मच रिस्की होइन त्यो भएर आनन्दले बिस्तारै होइन घुम्दै फिर्दै ट्याक्क आफूलाई पनि अलिक सजिलो होस् घुम्नुलाई त्यसरी चाहिँ तपाईँहरू घुम्नु होला
हामी पनि त्यसै गर्दैछौँ अलिकति यसो आउँदा चाहिँ हिमाल देख्दा चाहिँ अलिकति हो कि क्या हो जस्तो फिलिङ्स चाहिँ भयो होइन बिहान उठ्दा चाहिँ दाइ पनि रमाउनु भयो होइन हामी पनि रमायो हिमाल पनि मजाले हि गरेर हाँसेछ हामी पनि हे गरेर हाँस्नै पऱ्यो होइन अब हामी चाहिँ त्यो अगाडि त्यो उठ्ने बित्तिकै ट्याक यता हेरेको विन्डोमा ट्याक्क झसङ्ग भयो कि ल हो क्या हो यो हिमालय हो तर यहाँ हामीले हिमाल चाहिँ ट्याक्क उताबाट पर देख्थ्यो नि त तर अर्को कुरा यहाँको मान्छेले भन्दा 1 महिना कस्तो भयो अरे देख्नै भएको थिएन कि अचम्म है आज अचम्म देख्यो अब हाम्रो जाने टाइम पनि भयो होइन अब निक्लिने टाइम पनि भयो अब हामी ब्रेकफास्ट खाएर पोडकास्ट चाहिँ हाम्रो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु होइन किनकि अब हामी उता पुगेपछि गरौँला मुक्तिनाथ पुग्न छ नि त हामीलाई मुक्तिनाथ पुग्न छ हाम्रो टाइम टु टाइम हाम्रो टाइम पनि अलिक कम छ हामी टाइम टु टाइम पुगेर हामी पोखरा ब्याक टु हुन है ब्याक टु पोखरा हुन छ त्यही कारण टाइम छैन त्यही भएर पोडकास्ट चाहिँ हामी चाहिँ यहीँ टुङ्गाउन चाहन्छु म करण गुरुङ र मेरो दाइ ललित गुरुङ हामी हजुरसँग 2-4 शब्दहरू मिठा के कुरा हो बोल्न जानेन होला होइन केही कुरा बोल्न जानेन त्यसको लागि हामी केही कुरा नराम्रो बोल्यो हुनसक्छ त्यसको लागि क्षमा प्राप्ति छौँ होइन त्यो पनि हेरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला मन पऱ्यो लाइक गरिदिनु होला होइन सेयर पनि गरिदिनु होला यति भन्दै अब हामी यो पहाडी हिमालको साथमा र हामी अगाडि दाजुभाइको साथमा यहाँबाट बिदा हुन चाहन्छु लेट्स यु अब एकछिनपछि चाहिँ भ्लग आउँछ होइन भ्लग पनि आउँछ स्टे ट्युन होइन हेरिदिनु होला भ्लग अर्को पोडकास्ट पनि आउन सक्छ अर्को पोडकास्ट नि आउन सक्छ है फेरि अभियसली अब यहाँ हुन्छ कि अब पोखरातिर हुन्छ कता हुन्छ आउन सक्छ पक्कै नै ल अहिलेको लागि चाहिँ यति नै सियो ल जय नेपाल जय नेपाल